नमस्कार, म सेफ राधेश्याम श्रेष्ठ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा बजारमा बिक्री वितरण गर्दै आइरहेको यो फाफरको दानाबाट हामी सुप बनाउन गइरहेछौँ। यो फाफरलाई पिसेर पिठो बनिसकेपछि पिठोबाट ढिँडो, रोटी, मोमो, कञ्चेम्बा आदि बनाउन सक्छौँ। आज यो फाफरको दानाबाट हामी सुप बनाउन गइरहेको छौँ। फाफरको दानालाई हामीले पिसेर पिठो बनाउने र यदि ब्लेन्डरमा पिसेको भए चाहिँ हामीले छानेर यसरी तयार गर्नुपर्छ। फाफरको दानालाई घाममा अलि बढी सुकायो भने अझ पिठो राम्रो बन्छ, पिस्न पनि राम्रो सजिलो हुन्छ। फाफरको दानालाई पिसेर हामीले पिठो बनाइसकेका छौँ। यसलाई चाहिँ हामीले छान्यो भने चाहिँ राम्रो हुन्छ, किनकि यसको बोक्राहरू छुटिन्छ र यो पिठो राम्रो हुन्छ। फाफरको दानाको सुप बनाउनको लागि हाम्रो त्यहाँ चाहिने सामग्री यस प्रकार छन्। तेल 30 ml छ, लसुन 20 ग्राम छ, त्यस्तै प्याज 30 ग्राम, गोलभेडा 30 ग्राम मसिनो गरी काटेको, त्यसपछि मसला बेसार थोरै सानो चम्चाको 1/4, खुर्सानीको धुलो सानो चम्चाको 1/4, जिरा धुलो सानो चम्चाको 1/4, नुन स्वाद अनुसार र त्यस्तै धनियाको धुलो सानो चम्चाको 1/4। हरियो धनियाको चाहिँ हामी लास्टमा राख्छौँ, यो गार्निसको लागि हो। सुरुमा सानो आगो बाल्ने, एकछिन पानी तात्न दिने यसलाई, सस्पेन ताप्के पनि भन्छौँ यसलाई। फर्स्टमा तेल हाल्ने, तेललाई एकछिन तात्न दिने, त्यसपछि अदुवा लसुन चप, यसलाई हल्का खैरो भइसकेपछि यसलाई चाहिँ प्याज राख्ने, प्याजलाई पनि एकछिन खैरो हुने गरेर मिडियम आगोमा एकछिन भुट्ने। गोलभेडा चप मसिनो गरी काटेको, यसमा क्रमशः बेसार, खुर्सानी, जिरा धुलो, धनिया धुलो र नुन यति राखिसके मसला राखिसकेपछि यसलाई एकैछिन भुट्ने। त्यसपछि अब यसमा चाहिँ पिठो राख्न गइरहेको छौँ। 4 जनाको लागि बनाउनको लागि यो पिठो हामी 100 ग्राम जति लिने। यो पिठो राखिसकेपछि चाहिँ यसले राम्रोसँग चलाइरहनु पर्छ यसलाई, नत्र भने डल्लो डल्लो गिर्खा हुन्छ। अब यसको सबै राम्रोसँग गिर्खा फिटिसकेको छ। अब यो चाहिँ हटाउने, अब यसमा डाडुले चलाउने। अब यो हामीले अब डाडुले चलाउने, आगो चाहिँ सानोमै राख्नुपर्छ, नत्र भने यो तल तासिन्छ। यसको चाहिँ यो उम्लिसकेको छ, यसलाई धेरै बेर उमाल्यो भने बाक्लो धेरै हुन्छ। सुप भनेको सस जस्तै नहोस् भनेर चाहिँ हामीले ठिक्कको उमाल्ने, 4-5 मिनट उमालिसकेपछि यो तयारी हुन्छ। फाफरको सुप रेडी भइसकेको छ। अब हामी पस्किँदैछौँ। यसमा नि धनिया राख्दैछौँ। अब यो खानाको लागि सुप तयारी भइसकेको छ।